हेलो नमस्ते वेलकम बैक टु माई च्यानल फ्लेभर्स अफ नेपाल। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल अनि अन्तिमसम्म मेरो भिडियो स्किप नगरी हेरिदिनु होला। आज पनि मैले नयाँ अनि मिठो रेसिपी लिएर उपस्थित भइसकेको छु। आजको रेसिपी छ मुलाको अचार। एउटा मुलालाई सफा गरेर लिने अथवा बोक्रा छिल्न मन लाग्छ भने बोक्रा छिल्दा पनि हुन्छ। अनि दुवै साइडतर्फको टुप्पा काटेर यसरी कोरेसोमा मसिनो गरी कोर्नुपर्छ। हजुरहरूले यसरी कोरेर बनाएको मुलाको अचार खानुभएको छैन भने प्लिज एकचोटि अवश्य पनि ट्राई गर्नुहोला। हजुरहरू पटक पटक बनाएर खानुहुनेछ। एकदमै मिठो फरक स्वाद बनाएर ट्राई गर्नुहोला है त। अनि कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला। अब सबै यो कोरेसोमा कोरिसकेपछि आफूलाई चाहिने मात्रामा कोरेर अब यसको पानी निचरे पनि हुन्छ, तर मैले चाहिँ पानी ननिचरिकन राखेको छु किनभने मुला त हेल्दी हुन्छ, रस पनि खाने हो। एउटा कचौरामा राखिसकेँ सबै कोरेको मुला। अनि एउटा प्यानमा थोरै तेल राखेर दुईवटा टमाटरलाई दुईवटा पिस गरेर काटेर यसरी अब एकछिन पाक्नको लागि लो फ्लेममा छाडिदिने। स्वादअनुसार रातो खोर्सानी राखेँ मैले, अलिकति लसुनलाई पनि राखेँ। अनि एकछिनपछि अर्को साइडतर्फ फर्काएर पनि यो टमाटरलाई मजाले पाक्नलाई एकछिन छोपेर छाडिदिने। हेर्नुहोस् त मजाले पाकिसक्यो। मैले साइड लगाइदिएँ। अनि अब एउटा खलमा अथवा मिक्सचरमा स्वादअनुसार नुन, टमाटर, अघि पकाएको खोर्सानी, लसुन राखिदिने। अब यसमा चाहिँ मैले अलिकति 3 चम्मच जति यो भाङलाई पनि राखेको छु, भुटेको भाङ। हजुरहरूले तिल पनि राख्न सक्नुहुनेछ अनि नराख्दा पनि हुन्छ, आफ्नो स्वाद। अब यसरी मजाले पिस्ने, मसिनो पेस्ट बनाउने। अघि टमाटर पकाएकै प्यानमा मैले थोरै फेरि तोरीको तेल राखेँ झान्नको लागि। कति राख्ने हो आफूलाई चाहिने मात्रामा तेल राख्ने। अनि यसमा चाहिँ मैले मेथीको दाना, कालो जिरा राखेको छु। अनि यो भिडियोको भोइस रेकर्ड गर्दा चाहिँ मलाई मजाले मर्गी लागेको छ, स्वर पनि अर्कै हुन्छ होला। अब यसरी अलिकति बेसार राखेर मजाले झानिदिने छैयो पार्ने गरी। अनि अलिकति प्याज, अलिकति हरियो प्याजको पात, अनि हरियो धनियाँ, अनि अघि पिसेको यो टमाटरको अचारलाई पनि राखेर मजाले एकछिन मिक्स गरिदिने। मैले चाहिँ हात सफा गरेर मुस्दैछु, ग्लोभ्स लाउन मसँग थिएन, त्यही भएर लाइन। स्वादअनुसार अमिलो मैले चुक राखेँ, अलिकति टिमुरको धुलो, सेतो नुन थोरै स्वादअनुसार, अनि कालो नुन मनपर्छ मलाई। कालो नुन राखेको अचार चाहिँ एकदमै मिठो हुन्छ। अनि कालो नुन राखेँ। सबै एकदमै अमिलो, पिरो, नुनिलो टक्क परेको अचार रेडी भइसक्यो। एकदमै मिठो हुन्छ। अनि यो अहिले चाहिँ धेरै रस भएको छ, यो मुलाको रस नफालेर हो। हजुरहरू रस पनि फालेर बनाउन सक्नुहुनेछ, तर एकदमै मिठो हुन्छ यसरी बनाएको। अब खानको लागि रेडी भयो। हजुरहरूले यसलाई खानासँग, दिउँसो नास्तामा रोटीसँग खान सक्नुहुनेछ। मैले दिउँसोको नास्तामा कोदोको रोटी बनाएर पाहुना पनि आउनु भएको थियो, अनि यसरी हामीले चाहिँ खायौँ। हजुरहरू पनि प्लिज एकचोटि अवश्य पनि मुलाको अचारको रेसिपी ट्राई गर्नुहोला। अनि यदि मन पर्यो भने मेरो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है त। अनि यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि चाहिँ प्लिज सब्सक्राइब माई च्यानल ल भन्दै अब लास्टसम्म भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेटौँला। बाई बाई।